मेरो आज आली हाल्ने पार्टनर उहाँहरूको काम यस्तो हुन्छ साथी हो। सेवा वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। अनि आज पनि न्यू डे न्यू ब्लग लिएर आइसकेको छु। अनि तपाईँहरू देख्न सक्नुहुन्छ अहिले म खेतमा छु। अनि खेतमा अब असारको बेला के गर्छ भन्ने त तपाईँहरूलाई थाहा भएकै हो। अनि आज चाहिँ म आली हाल्न आएको छु। घाम छ यार, गर्मी घाम लागेको छ, पसिनै अनुहार भइ पसिना आइरहेछ। अनि बर्खाको टाइममा हो, सबैजना आफ्नै काममा हुन्छ होइन। यहाँ तलको खेतमा चाहिँ आज रोपाइ हुँदैछ। अनि रोपाइ पनि भएको छ। अनि ऊ माथितिर पनि आज हिँडाउँदै आफ्नै मान्छेहरू आफ्नै बिजी छ कि आफ्नै काम छ होइन। बर्खाको टाइममा त्यही हो। अन्त यहाँ तलको म रोपाइ देखाउँछु ल। अनि यहाँ तल चाहिँ रोपाइ हुँदैछ, देख्न सक्नुहुन्छ। अनि यहाँ तल रोपाइ हुँदैछ। हाम्रो मस्ट हेन्डसम गइरहेको हेन्डसम पर्सन त्यहाँनिर छ होइन। अनि यहाँ हाम्रो बहिनी कान्छी धान रोपिरहेछ। गाउँको अहिलेको अवस्था चाहिँ यस्तो छ, सबैजना आफ्नै खेतबारी हुँदैछ। अनि मेरो आज आली हाल्ने पार्टनर हेलो। अनि यहाँ हामी चाहिँ आली हाल्दैछौँ। त्यहाँ माथि पनि फुपाहरू आली हाल्दै हिलाउँदै गर्दै हुनुहुन्छ। यहाँनिर आज रोपाइ सक्नु हो, रोपाइ पनि सो त्यही हो है गाइस। गाउँमा चाहिँ अहिले यस्तै छ काम। कोदालो आली हाल्दैछु म चाहिँ। अनि हामीले चाहिँ अलि हालेकै छौँ। यहाँ 2-3 घन्टा भइसक्यो, गलियो पनि। अब चाहिँ यहाँ तल हुँदी पनि हाल्यो, यहाँ तल हुँदी। यता पारी चाहिँ गोरु जोत्दैछ, यहाँनिर साथी गोरु जोत्दैछ। पार्टनरले आली हाल्दैछ है। आज दिदीभाइ चाहिँ आली हाल्ने भएको, यहाँ ढाड दुखेर मर्ने बेला भयो। यो उमेरमा यति साह्रो ढाड दुख्छ, जिन्दगीमा के गरी खानु गाइस, हरेस लागेर आउँछ यार मलाई। गाह्रो छ हौ गाउँको काम चाहिँ यस्तै हो है साथीहरू। हाम्रो गाउँमा अहिले असार लागिरहेछ, सबैतिर असार त लागिरहेको होला। सबै खेततिरै छ मान्छेहरू पनि। ब्युटी अफ असार है साथीहरू। असार तर एकदम घाम लागिरहेछ हो। अफ गर्मी छ, गर्मी। फाइनली गाइस आली हालिसक्यो। यो तलसम्म आया मरेर ढाड दुखेर गुचुक्कै भएको छु। त्यही पनि भिडियो चाहिँ बनाइरहेको छु, कन्टिन्यू दिइरहेको छु। तर लास्टै ढाड दुख्यो आज। अन्त गाह्रो भइरहेछ। माइलीले हालिरहेको छ। गलिएर मरियो है, गलिएर मरियो। अब चाहिँ घर जाने। गर्मी पनि भयो, अनुहारमा त हिलो मात्रै छ। त्यहाँ तलदेखि हालेको हामीले अहिले चाहिँ फाइनली कम्प्लिट हालिसक्यो। माइतीले त्यहाँ हालिरहेछ। आजको लागि चाहिँ काम सक्यो। अब भोलि
रेस्ट हुन्छ होला सायद होइन बरु रेस्ट हुन्छ होइन कामले भरिएको हाम्रो गाउँ लाग्छ 17 गते 4 जना 18 गते 4 जना तिमीहरू नै त जान्छौ रोपार त होला नि 19 गते म त घरमै हुन्छ हैन 20 गते गरु जोत्ने काम तेरो पापा पानी मिलाउँदै ठिक छ दियो छोडेन नि धानको भातले त गरेको छ त यहाँ धानको भातले त गरेको छ त कान्छा बाबा त्यहाँ पर आली लाउँदै हुनुहुन्छ खतरा कति एकैछिनमा कम्ती आली हालिहाल्नु भएन त तपाईँहरूले त हाम्रो त कक्रिँदा दिन गयो आज फेरि कति धेरै ढाड दुखेको क्या आम्मामा म त नसक्ने रहेछ हालिहाल्नु त कति चाहिँ साह्रो परेको भने नि आम्मा त्यो माटो नसुकेको भए त सजिलो हुन्थ्यो होला गाउँघरको काम यस्तो हुन्छ साथी हो ल हेर्नु ठिक छ हाल्नुपर्छ यसरी नै ताजामा हालिहाल्यो भने ठिक हुने रहेछ त्यही त नि हो त नि पानी कति कक्रायो आम्मा कस्तो हुन्छ अरे फुपा असारमा तर छ साथीहरू धानको भात त्यस्तै खानु पाइँदैन गाउँघरमा बसेपछि मिठो हुन्छ तिमी चाहिँ के त्यहाँ बाँदर जस्तो हल्लिरहेको कान्छा बुबा कस्तो भइरहेछ अन्त कान्छा बुबाले गर्नुहुन्छ प्रगति जे होस्